यो कहिले भयो कसैलाई पनि थाहा छैन। परापूर्व कालमा एकजना मानिसले, हे सुपा देउराली माता, म लाहुरे बनौँ? यदि म लाहुरे बने भने, यदि मैले पैसा कमाएँ भने म तपाईँलाई कालो बोको र सुनको सिख्री चढाउँछु भनेछन्। उनी लाहुरे पनि बने, उनको मनोकामना पनि पुरा भयो, पैसा पनि कमाए। जब उनी घर फर्किए उनको मनमा अहमता आयो, मैले सुपा देउराली मातालाई सुनको सिख्री त के, त्यो बाटो फर्केर पनि हिँड्दैन। जब त्यो कुरा सुपा देउराली मातालाई थाहा भयो, त्यसपछि लाहुरे घर हिँड्दै गर्दा सुपा देउराली माताले बीच बाटोमै लाहुरे र लाहुरेको बाकससहित उडाएर सुपा देउराली नजिकै रहेको विशाल पहाडमा टाँसिदिनु भयो अनि त्यो लाहुरे त्यही विलीन भयो। आदरणीय दर्शक महानुभावहरू, आज हामीले यस भिडियोमा सुपा देउराली माताको उत्पत्ति कसरी भयो र लाहुरे टाँसिनुको रहस्य के हो भनेर तपाईहरूलाई जानकारी दिनेछौँ। महेन्द्र राजमार्गको गोरुसिङे सन्धिखर्क सडकको गोरुसिङे चोकबाट झण्डै 47 किलोमिटर दूरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीबारे नसुन्ने बिरलै होलान्। यो मन्दिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर 7 मा पर्दछ। प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्तर्गत पहाडको खोजमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरू आउने गर्दछन्। आफूले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न भक्तजनहरू यहाँ आउने गर्दछन्। पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरू जीवन सफल बनाउनका लागि बिहे लगत्तै दर्शन गर्न आउने चलन रहेको छ। यो मन्दिरमा शनिबार भक्तजनहरूको व्यापक भिड लाग्दछ। आफ्नो मनोकामना पूरा होस् भन्दै नरिवल, परेवा, जिन्सी सामानहरू मन्दिरमा चढाउने चलन रहेको छ। यहाँ आफ्नो भाकल अनुसार बलि दिने पनि चलन रहेको छ। 2042 सालमा मन्दिर निर्माण भए पनि परापूर्व कालदेखि नै पूजाआजा गर्ने शक्तिपीठको रूपमा सुपा देउराली चर्चित रहेको छ। यहाँ भाकल गरेपछि मनोकांक्षा पूरा हुने र भाकल अनुसार पूजा गर्ने चलन यहाँ छ। हेलो 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 सबैजनाले हेरौँ ल। हेलो ए कोही यता भमिट गर्दा गर्दा निरस, यता कोही यही कोही चिजवाल खाँदै कुरकुरे खाँदै के भन्नु ब्रो? अगर सिस्नु खाम्लानी कुटेर बिन्ती पेरी गाइदेऊ गीत उठेर सल्ला धुपैले। सुपा देउराली नजिकै एउटा ठुलो भिर छ जसलाई लाहुरे टाँसिएको भिरको नामबाट पुकारिन्छ। यो भिरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्वदन्ती रहेको छ। परापूर्व कालमा जागिरका लागि एकजना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए। यता हेर्दा ल है दादाले भिडियो बना बाबु मन्दिर जाँदा रहेको भनेर हाल्दै म लाहुरे बनौँ। यदि उनी लाहुरे बने भने कालो बोको र सुनको सिख्री चढाउने बाचा गरेका थिए। उनको भाकल पनि पूरा भयो, उनी लाहुरे पनि बने। तर उनले भाकललाई अविश्वास गर्दै अर्को बाटो हुँदै घर फर्किने निर्णय गरे। उनको त्यो अहमता माता सुपा देउरालीलाई असह्य भयो। त्यतिकैमा लाहुरे घर नपुग्दै बाटोबाटै माता सुपा देउरालीले जबरजस्ती हावामा उडाएर अहिलेको मन्दिर नजिकै ठुलो भिरमा लगेर टाँसिदिनु भयो। भिर पनि यस्तो छ कि त्यहाँ चाहेर पनि कोही मान्छे जान सक्दैन, जसको फलस्वरूप लाहुरे भित्तामा टाँसिएर विलीन भए। यो मन्दिरमा जे भाकल गर्यो त्यही पुग्ने जनविश्वास पनि छ। त्यसै आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ। महाभारत पर्वत श्रृङ्खलाको ठुला ठुला पहाडको खोजमा प्राचीन शैलीमा निर्मित सुपा देउराली मन्दिर छ। सुपा देउराली मन्दिरको स्थापना कसरी भयो यो जान्नुभन्दा पहिला यस भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईँ सबै घर परिवारको सुपा देउराली माताले रक्षा गर्नुहुनेछ। यस सुपा देउराली मन्दिर परिसरमा भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, विभिन्न शिला समेतले यसको अस्तित्व त्रेता युगदेखि नै भएको विश्वास गरिन्छ। 2224 राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलाईले सुनिछन्।
डोलीमा बोकेर ल्याइएकी दुलाहीलाई हालको मन्दिर भएको स्थानभन्दा करिब 50 मिटर दक्षिणमा ल्याई पुर्याउँदा रगत गरे है पुरान पारा विजेता बढी छोराको इजेता सल्लाह दुपैले भाउजू मबाट कमी मेरी बुढी भैरा छिन् बिरामी सल्लाह दुपैले चम्पटा परेछ जेठी बढी दोरी खेलाइछ सल्लाह दुपैले सल्लाह दुपैले